दार्जिलिङ यो नाम सुन्न साथ धेरैको आँखामा कञ्चनजङ्घाको मनोरम दृश्य र विश्व प्रसिद्ध चिया बगानको सौन्दर्य झल्किन्छ। तर के तपाईँलाई थाहा छ, यो सुन्दर पहाडभित्र एउटा यस्तो कथा लुकेको छ जसमा गौरवशाली इतिहास छ र आज बिस्तारै भत्किँदै गएको प्रतिष्ठा पनि। यो केवल एउटा हिल स्टेसनको कथा होइन, यो कथा हो एउटा यस्तो स्थानको जहाँका स्कुलहरूले एसियाका राजपरिवारका सन्तानहरूलाई समेत शिक्षा दिएका थिए। र आज तिनै स्कुलहरू आफ्नो अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेका छन्। एक शताब्दीभन्दा बढी समय लगाएर बनेको यो शैक्षिक विरासत आज कुहिरोमै हराउने खतरा मिलिरहेको छ। नमस्कार, म मणि भान्तावा हजुरहरू सबैलाई गोर्खा क्रोनिकलमा स्वागत गर्दछु। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, साथै घन्टी पनि दबाइदिनु होला, किनभने यस्तै जानकारीमूलक भिडियो अपलोड गर्दा तपाईँकोमा नोटिफिकेसन पुग्ने छ। यो कथा हो दार्जिलिङको, यसको शिक्षा प्रणालीको र एउटा हराउँदै गरेको स्वर्ण युगको। कल्पना गर्नुहोस्, एउटा यस्तो ठाउँ जहाँको शिक्षा यति प्रतिष्ठित थियो कि नेपाल, भुटान र सिक्किमका राजपरिवारहरूले आफ्ना उत्तराधिकारीहरू यहीँ पढ्न पठाउँथे। दार्जिलिङका स्कुलहरू केवल इँटा ढुङ्गाका भवन मात्र थिएनन्, ती संस्थाहरू थिए जसले भविष्यका शासक, नेता र जिम्मेवार नागरिकहरू तयार पार्थे। अनुशासन, चरित्र निर्माण र विश्वस्तरीय शिक्षाको प्रतीक थिए ती स्कुलहरू, जसले बेलायती साम्राज्यका उत्कृष्ट विद्यालयहरूसँग समेत प्रतिस्पर्धा गर्थे। यो कथा सुरु हुन्छ 19औं शताब्दीमा, जब बेलायती साम्राज्य भारतभर फैलिँदै थियो। तराईको चर्को गर्मीबाट बाँच्न अङ्ग्रेजहरूले पहाडी क्षेत्रहरू रोजे र दार्जिलिङ कञ्चनजङ्घाको मनोरम दृश्य र चिसो हावाका कारण क्विन्स फिल बन्यो। अङ्ग्रेजहरू चिया बगान मात्र लिएर आएनन्, उनीहरू आफ्नो शिक्षा प्रणाली पनि लिएर आए। 1846 लरेटो कन्भेन्ट स्थापना भयो। बालिका शिक्षामा अग्रणी संस्था थिए। 1864 सेन्ट पल स्कुल, 1888 सेन्ट जोसेफ स्कुल, 1879 भिक्टोरिया, 1900 डाक्टर ग्रामर होम स्कुल, 1907 गोथल सुरु भयो, जसले छिट्टै देशकै उत्कृष्ट विद्यालयको नाम कमायो। यी साधारण स्कुलहरू थिएनन्। ब्रिटिस पब्लिक स्कुल परम्परामा आधारित, कडा पाठ्यक्रम, अनुशासन र चरित्र निर्माण केन्द्रित। भारतका धनी परिवारदेखि लिएर थाइल्यान्डसम्मका विद्यार्थीहरू यहाँ पढ्न आउँथे। यसको आकर्षण स्पष्ट थियो: अङ्ग्रेजी शिक्षा, स्वच्छ वातावरण, रोग राजनीतिबाट टाढा। यही पढे नेपालका राजा वीरेन्द्र, ज्ञानेन्द्र, भुटानका राजा जिग्मेसिङ्गे वाङचुक। 1920 कै दशकदेखि भुटान र सिक्किमका राजपरिवारका सदस्यहरू यहाँ अध्ययनरत थिए। दार्जिलिङका छात्रावास र खेल मैदानहरूमा भारतीय व्यापारीहरूका छोरा, अङ्ग्रेजी अधिकारीहरूका सन्तान र राजकुमारहरू सँगै हुर्किन्थे। यो नै थियो दार्जिलिङको स्वर्ण युग, जहाँ दार्जिलिङ भन्नसाथ शिक्षा सम्झिन्थ्यो। तर आज स्थिति बिल्कुलै उल्टो छ। आज दार्जिलिङका निजी विद्यालयहरू सङ्घर्षको अवस्थामा छन्। घरिघरिका आन्दोलन, बन्द, हडताल, राजनैतिक अस्थिरता, यसले शिक्षा क्षेत्रलाई सबैभन्दा बढी चोट पुर्याएको छ। अभिभावकहरू डराएका छन्। यसको परिणामस्वरूप पहाडबाट आउने विद्यार्थीहरू दार्जिलिङ नआएर सिलिगुडी, कोलकातातिर पढ्न थालेका छन्। साथै पहाडका धेरै अभिभावकहरूले आफ्ना सन्तानहरूलाई मधेसतिर पढ्न पठाउन थालेका छन्। यसका कारण निजी विद्यालयहरूको आम्दानी क्रमशः घट्दै गएको छ र धेरै विद्यालयहरू बन्द हुने सङ्घारमा पुगिसकेको छन्। निजी विद्यालयहरू मात्र होइन, सरकारी विद्यालयहरूको अवस्था पनि उत्तिकै चिन्ताजनक छ। पहाडका सरकारी विद्यालयहरूमा पहिलेदेखि नै शिक्षाको गम्भीर अभाव छ। त्यसमाथि राजनैतिक हस्तक्षेप, नेताहरूको आफ्ना मान्छे चेप्ने नीति र
नियम विपरीत गरेका निर्णयहरूले इमान्दारीपूर्वक पढाइरहेका जसमा साँच्चै जेन्युन शिक्षक भन्न सकिन्छ उनीहरू नै आज सबैभन्दा बढी पीडित बनेका छन्। प्रश्न उठ्छ, यी शिक्षकहरूको के दोष? शिक्षकको कमी, अनिश्चित नीति र राजनैतिक खेलको सबैभन्दा ठुलो असर आज पढिरहेका विद्यार्थीहरूमाथि परेको छ। जसका आमाबाबुसँग आर्थिक क्षमता छन् उनीहरूले आफ्ना नानीहरूलाई अन्य ठाउँमा पढाउन सक्छन्, तर गरिब विद्यार्थीहरू आज अन्यलमा परेको छन्। आज पढाइ हुन्छ कि हुँदैन, भोलि स्कुल खुल्छ कि बन्द, शिक्षक हुन्छन् कि हुँदैनन्, यसरी शिक्षा अनिश्चितताको दलदलमा फस्दै गइरहेको छ। शिक्षा कमजोर भयो भने समाज पनि कमजोर हुन्छ। आज दार्जिलिङबाट प्रतिभा पलायन भइरहेको छ। युवा पुस्ता बाहिर जान बाध्य छ। यदि यही अवस्था यथावत रह्यो भने दार्जिलिङ शिक्षाको केन्द्र होइन, शिक्षा सङ्कटको उदाहरण बन्ने खतरा छ। दार्जिलिङले इतिहासमा शिक्षाको उज्यालो अध्याय लेखेको थियो, तर आज त्यही शिक्षा राजनीति, अस्थिरता र लापरवाहीका कारण अन्धकारतिर धकेलिँदै गइरहेको छ। यो जानकारी कस्तो लाग्यो पक्कै पनि कमेन्ट्समा लेखिदिनु होला। साथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।